टिमुर, टमाटर, सिलौटोमा पिसेको चटनी नेपाली भान्सामा एकदमै लोकप्रिय छ। अलिकति चटनी भयो भने हामी धेरै खानाहरू खान सक्छौँ र खानलाई पनि एकदमै मजा आउँछ। गाउँघरमा त चटनी नभइकन खाना खाने चलन पनि छैन। एकदमै चटनीको एकदमै इम्पोर्टेन्ट हुन्छ खानको लागि। हेलो एभ्रिवान, नमस्कार एन्ड वेलकम ब्याक टु फुड एन्ड कल्चर नेपाल। यहाँहरूलाई फुड एन्ड कल्चर नेपालमा पुनः स्वागत छ। आज हामी टिमुर, टमाटर, लसुन, खुर्सानीको सिलौटोमा पिसेको चटनी बनाएर यहाँहरूलाई देखाउँदैछौँ। जुन हामीले टमाटरलाई आगोमा पोलेर लगभग रेडी भइसकेको छ र यसलाई स्टेप बाई स्टेप गरेर हजुरलाई देखाउनेछौँ। कृपया यो भिडियोलाई स्किप नगरिकन अन्त हेर्न नभुल्न भनेर भन्न चाहन्छु। हामी फुडका कुरा गर्छौँ, हामी कल्चरका कुरा गर्छौँ र साथसाथै डिफ्रेन्ट लोकेसनलाई प्रमोट गर्नको लागि पनि हामी लागिरहेका हुन्छौँ। फर्स्टमा हामी सिलौटोलाई धुँदैछौँ र सिलौटोलाई राम्रोसँग सफा गरिसकेपछि अनि आगोमा चाहिँ लसुन पोल्दैछौँ। मैले चाहिँ सिङ्गै लसुन राखेको छु। आगोमा सिङ्गै लसुन पोल्दाखेरि छिट्टो डढ्ने सम्भावना हुँदैन। त्यही भएर हजुरहरूले पनि लगभग सिङ्गै लसुन पिस्नु होला र टमाटर पोलिसकेको छ र यसको जुन जलेको भाग छ, स्किन जुन जलेको छ, त्यो स्किनलाई चाहिँ बिस्तारै निकाल्नु पर्ने हुन्छ र बी केयरफुली हजुरले तातो तातो टमाटरको छिल्का छिल्दाखेरि हात पनि पोल्ने एकदमै सम्भावना हुन्छ र यसलाई एकदमै ध्यान दिएर गर्नुहोला। यसलाई यसरी बनाउँदाखेरि एकदमै राम्रो हुन्छ र टमाटरलाई भुटेर पनि बनाउन सकिन्छ, उमालेर पनि बनाउन सकिन्छ, तर यसरी पोलेर बनाउँदाखेरि एकदमै राम्रो हुन्छ र सिलौटोमा टाटो टाटो टमाटर, हरियो खुर्सानी, नुन, टिमुर मिसाएर बनाउँदाखेरि चटनी चाहिँ एकदमै मजा आउँछ। चटनीको चाहिँ टिमुरले एकदमै हल्का पिङ दिन्छ, झिमझिमाउने स्वाद आउँछ टिमुरको र सुगन्धले पनि चटनी एकदमै विशेष बनाउँछ र नेपाली भान्सामा त यो एकदमै स्पेसल हुन्छ। सो लसुनलाई पनि पोलेर हामी लसुनलाई अलिकति थिच्दैछौँ र यसरी थिच्दाखेरि एकैचोटि सबै लसुन चाहिँ छिलिन्छ है। सो सिलौटोमा हामी राख्न गइरहेका छौँ लसुन जुन छिलिसकेको छ। त्यसपछि यसमा हरियो धनियाँ हजुरले जरा पनि राख्न सक्नुहुन्छ। त्यसपछि हरियो खुर्सानी, हजुरहरूले अकबरे खुर्सानी पनि युज गर्न सक्नुहुन्छ, एकदमै मजा आउँछ र पिरो पनि हुन्छ। त्यसपछि टिमुरको धुलो, हजुरलाई साबुत टिमुर पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ धुलो एभाइलेबल भएको कारणले गर्दा धुलो युज गर्दैछु र यसमा अब फाइनली हामी यसलाई केही बेर एकछिन पिसिसकेपछि बल्ल टमाटर राख्छौँ। सो नुन चाहिँ हजुरले पछिबाट पनि राख्न सक्नुहुन्छ, पहिले पनि राख्न सक्नुहुन्छ। नुन चाहिँ स्वाद अनुसारले राख्नु होला भनेर भन्न चाहन्छु। टिमुरको, टमाटरको सिलौटोमा पिसेको चटनी स्वाद मात्रै होइन, स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक हुन्छ। मुख्य सामग्रीको आधारमा यसको लाभहरू मैले केही हजुरलाई टिप्सहरू भन्न गइरहेको छु। टमाटरमा भिटामिन सी, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले रोग प्रतिरोध क्षमतालाई पनि एकदमै बढाउँछ र यसमा लाइकोपिन नामक तत्त्वले पनि छालालाई एकदमै स्वास्थ्य राख्न र मुटुको जोखिमलाई पनि एकदमै कम गर्छ र पाचन तन्त्र पनि एकदमै राम्रो गर्छ। यसमा फाइबर धेरै मात्रामा हुन्छ। टिमुरको फाइदा भनेको पाचन प्रणालीलाई एकदमै सुधार गर्छ भने पेटको ग्यासलाई, अप्ठ्यारो पाचनलाई पनि हटाउँछ, मुखको स्वादलाई पनि, भोकलाई पनि एकदम जगाउँछ र यसमा एन्टिबायोटिक गुण भएकोले यसमा घाँटी दुख्ने, मुखको सङ्क्रमणलाई पनि एकदमै फाइदा पुर्याउँछ र रगत सञ्चारमा पनि यसले एकदमै राम्रो गर्छ। खुर्सानीको प्रयोगले चाहिँ एकदमै शरीरलाई एकदमै राम्रो गर्छ, एकदम तातोपन दिन्छ हैन, एकदमै राम्रो हुन्छ र खुर्सानीमा भिटामिन ए र सीको प्रणाली एकदमै धेरै मात्रामा भएको कारणले गर्दाखेरि हेल्थ चाहिँ एकदमै धेरै हेल्थ बेनिफिट भएको छ र हामी यसरी टमाटर राखिसकेका छौँ र त्यसमा बिस्तारै बिस्तारै गरेर हामी पिस्दैछौँ। सो हजुरले पनि यसरी बनाएर ट्राई गर्न नभुल्न भनेर भन्न चाहन्छु सम्पूर्ण मित्रहरूलाई, साथीहरूलाई। सो घरमा यसरी बनाउँदाखेरि एकदमै स्वादिलो हुन्छ र लसुनको पनि फ्लेभर धेरै फाइदाहरू छन् र सिलौटोमा पिस्दा चाहिँ यसमा धेरै धातुहरूको तुलनामा पोषक तत्त्वहरू नष्ट हुँदैन। स्वादमा, सुगन्धमा ताजगी एकदमै धेरै राम्रो हुन्छ। टिमुर, टमाटर, सिलौटोमा पिसेको चटनी चाहिँ एकदम स्वादिष्ट मात्र नभइकन पाचनलाई सुधार्ने, रोग प्रतिरोधक क्षमतालाई बढाउने र छालाको स्वास्थ्य राख्ने र मुखको स्वादलाई पनि एकदमै बढाउँछ। सो हामीले त यसरी ट्राई गर्यौँ। सो हजुरले
पनि ट्राई गर्न नभुल्नुहोला भनेर भन्न चाहन्छु सम्पूर्ण साथीहरूलाई। हाम्रो भिडियो कस्तो लाग्यो कृपया हामीलाई सुझाव सल्लाह दिन नभुल्नुहोला र साथसाथै हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीलाई सपोर्ट गर्नुहोला। हामी डिफ्रेन्ट खालको फुड रिसर्च गर्छौँ, डिफ्रेन्ट खालको खानालाई प्रमोट गर्न लागिरहेको छौँ, डिफ्रेन्ट लोकेसनलाई प्रमोट गर्छौँ र साथसाथै विभिन्न नेपाली खानालाई हामी एकदमै प्रमोट गर्नलाई लागिरहेका हुन्छौँ। यदि हजुरहरूको कुनै पनि सुझाव सल्लाह भएमा हजुरहरूले तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। सल्ट चाहिँ स्वाद अनुसार राख्न भनेर भन्न चाहन्छु। सो टिमुरको चटनी चाहिँ एकदमै रेडी भइसक्यो। टिमुर, टमाटर, पोलेको लसुनको, धनियाँको चटनी रेडी भएको छ। सो मैले ट्राई गरेँ, अब हजुरहरूको पालो। चटनी चाहिँ एकदमै अमेजिङ बनेको छ, याम्मी बनेको छ। ओए होए 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 एकदमै ओए होएवाला छ र छिटो छिटो घर जानुहोस् र यो चटनी ट्राई गर्नुहोस्। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ भनेर भन्न चाहन्छु। धन्यवाद सबैलाई।